हेलो गाइस, आज चाहिँ म गिफ्ट्सहरु ओपनिङ गर्न लाग्यो है। हिजो बेबीको बर्थडे थियो नि त, अनि मेरो साथीहरुले गिफ्ट्सहरु लिएर आउनु भयो रहेछ। अनि आज चाहिँ अनबक्सिङ गर्न लाग्यो है। फर्स्ट सुरुमा चाहिँ के हुन्छ यस्तो हुन्छ। साथीहरुले प्याकिङ गरेर लिएर आउनु भयो रहेछ। आज चाहिँ ओपनिङ गर्छु है म। ह्यापी बर्थडे टु यु कुङ्गाला भनेर लेखेको रहेछ। अनि अर्को चाहिँ अनि एकजना साथीले चाहिँ यस्तो पानी खाने बोतल दिए रहेछ है। कस्तो राम्रो है, क्युट, हेर्न सक्नुहुन्छ। माथि यस्तो धागो झुन्डाएर अनि यस्तो घाँटीमा झुन्डाउनु होला रहेछ कि राम्रो रहेछ। अनि त्यसपछि यस्तो बन्दुक रहेछ। अनि त्यसमा चाहिँ यता यस्तो बबल्स रहेछ कि, अनि त्यो भित्र छिरेर चाहिँ त्यो माथिबाट त्यो उडाउने रहेछ कि के भन्छ, मैले नामै आएन कि। यस्तो बबल्स के खोइ आएन त, यस्तो भन्ने रहेछ। अनि यस्तो उडाउने रहेछ कि बबल्स, खै एउटा मात्रै उड्नु। खै बेबी भएन त, बेबी उता जाऊ त। यस्तो गरेर उडाउने रहेछ कि, यस्तो गरेर उडाउने खालको चाहिँ दिएको रहेछ। बेबी उता जाऊ त। एकजना साथीले चाहिँ अनि त्यो दिएको रहेछ। अनि त्यसपछि चाहिँ भित्र चाहिँ चोकोबाइट पनि राखेको रहेछ है। त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच है। अनि त्यसपछि अर्को साथीले मैले चाहिँ यो चाहिँ आइके बिहान नै ओपन गरेको है मैले चाहिँ। अनि पछि पो अनि याद आयो कि मैले त अनि टिकटक बनाउँछु भनेर यो चाहिँ मैले ओपन गरिसकेको छु। यता के भन्छ चक्लेट, यस्तै चक्लेटहरू रहेछ। बेबीको मन पर्ने चक्लेटहरू हाले रहेछ। खाने उसले चाहिँ अहिले नै खाने रे। यो चक्लेटहरू देख्नै हुँदैन कि उसले चाहिँ एउटा मात्रै खाऊ ल। अनि यो चाहिँ ओपनिङ गर्छु है। यो चाहिँ के रहेछ भित्र, यो चाहिँ खोल्दा आलिराम होइन। बेबीले फोन तल चढाइदियो कि त्यही कति साह्रो टिपेको सक्स रहेछ। अनि त्यसपछि पिरोट्स भनेको एउटा चक्लेट रहेछ। अनि त्यसपछि डाइरी मिल्क बेबीको फेभरेट चक्लेट हो है। हो कि होइन बेबी हो है। उसले खुसी भएर रहेछ कि चक्लेट देखेर। यो सक्स रहेछ। अनि त्यसपछि यस्तो होला रहेछ। त्यसपछि अर्को अनबक्सिङ है। के रहेछ होला बेबी, के छ होला, के छ? यो पनि चक्लेट नै रहेछ। मुनि चिनी भनेको चक्लेट रहेछ। यति हो। अनि त्यसपछि अनि अर्को हाम्रो अङ्कल आन्टीहरू चाहिँ यस्तो खामहरू दिनुभएको थियो कि, खामभित्र अनि के भन्छ पैसाहरू राखेर यस्तो दिएको थियो। मैले चाहिँ सबै कलेक्ट गरिसक्यो है, एउटैमा जम्मा गरेर आएको छु। एउटा त के देखाएर आउने ल। अनि कस्तो लाग्यो मेरो अनबक्सिङ भिडियो? अनि सबैजना लाइक सेयर कमेन्ट गरिदिनु होला है। अनि मेरो युट्युब च्यानल पनि छ, अनि सबैजना युट्युब च्यानलमा गएर सब्सक्राइब पनि गरिदिनु होला है। ओके, बाई बाई। थ्याङ्क यू सो मच फर द गिफ्ट। साथीहरू सबैजनाले गिफ्टको लागि धेरै धन्यवाद। बाई बाई। फेरि बाई बाई गर त। बाई बाई।